सम्पूर्ण आयोजक समितिको पक्षबाट आभार प्रकट गर्न चाहन्छु र भर्खरै सुने हामीले बहिनी एउटा पेसामा नर्स हुनुहुँदो रहेछ र जसले पनि हामीले एक्सक्युजेस बनाउँछ नि म भ्याउँदिनँ म गर्न सक्दिनँ मेरो त यो छ त्यो छ भन्ने र त्यसलाई विफल के हुँदै हुँदैन भन्ने एउटा ज्वलन्त उदाहरण एउटा अगाडि छ र हामीले एक्सक्युजेस बनाउनु होइन तर बहिनीबाट धेरैवटा कुराहरू सिक्न पर्ने हुन्छ। सो एकपल्ट जोरदार ताली बहिनी प्रिया राईको लागि र बहिनीलाई आभार प्रकट सँगसँगै एउटा मायाको चिनो एउटा टोकन अफ लभ पनि हस्तान्तरण गरिरहेका छौँ र त्यो टोकन अफ लभ हस्तान्तरण गर्नु निम्ति विशेष गरेर हाम्रो भाइ फर्मर यो फर्स्ट एडिसनको मिस्टर मम्पू ऋषि तामाङलाई म यहाँनिर निम्ताइरहेको छु र नर्बु भाइ एकछिन मलाई र विशेष गरेर म यहाँबाट के भन्न चाहन्छु भने बहिनी नर्स हुँदा हुँदा पनि मैले भनिहालेँ उहाँ यहाँनिर यो जुन चाहिँ गेस्टरहरू एउटा पोज मात्रै नभएर उहाँले धेरै टाइटलहरू जितिसक्नु भएको छ। सो म यहाँबाट क्रमशः पढेर सुनाइरहेको छु। उहाँले मिस इन्सपेरिया 2022 मा जित्नु भएको छ र फोर्थ मिस सुकी 2022 हेभी स्पोर्ट्स फेस्टिभल 2022 डिसेम्बर 29 र फर्स्ट रनर्स अप मिस हिमालय 2023 र एनपीसी राजस्थान फर्स्ट मे 2023 सेरो क्लासिक फर्स्ट जुन 2023 टप 10 जिटिए दार्जिलिङ 3rd अक्टोबर 2023 तेन्जिङ क्लासिक 7 नोभेम्बर 2023 र 2024 मा र 24 मिस सिक्किम र यो 23rd अगस्त 2025 र बहिनीले यति हिक्ना टाइटल जितिसक्नु भएको छ र बहिनीलाई समस्त मम्पूबाट उहाँलाई शुभकामना सँगसँगै यो म हस्तान्तरण गरिदिन निम्ति हाम्रो फर्मर मिस्टर मम्पू मिस्टर ऋषि सिंहदानको बाहुलीबाट यो हस्तान्तरण गरिदिनको निम्ति अनुरोध गरिरहेको छु। आज जोड्ने एउटा विशेष मैले बहिनीलाई